मेरो मानव खड्का साथी आइफोन किनेर होला कि के भएर हो टाढिन खोज्या हो। यहाँ हेर्नु ब्याग पनि बोकेको छ है। यो मान्छेलाई के सल्लाह दिनुहुन्छ सल्लाह दिनु सुझाव दिनु। यदि लुट्नु पर्यो भने भन्नु, एक दिन अचानक म लुटिदिन्छु यो मान्छेलाई। पर्स देखाएर चाहिँ पर्स देखायो भने यो मान्छेलाई लुट्नुपर्छ है। हेर्नु नयाँ ब्याग किनेको छ ऊ हेर्नु पर्स बेच्नु यार। वर्षमा कति रुपियाँ छ हेर्ने पैसा धेरै छ उहाँसँग क्यास छैन होला, कार्डमा त पैसाको कमी छैन। चलाउने आइफोन 14 प्रो म्याक्स बोक्छ, त्यही हो। यो मान्छे भनेको नि नेपालको ढाका हो। नेपाल गएपछि सुरक्षित बस्नु होला तपाईँ सबैजना। यो मान्छे 2-3 महिनापछि नेपाल गइरहेछ है। सबैमा म यो जनचेतना फैलाउन खोज्या हो। यो मान्छे रुकुम बस्ने हो, तर यो मान्छेसँग टाढै बस्नु। काठमाडौँ पुगेपछि एयरपोर्टमा कसैले ट्याक्सीले रिसिभमा गर्नु, न त उल्टे के लुट्ने उसले आफै उल्टे लुट्ने मान्छे हो। यो मान्छेको अनुहार चिनिराखौँ, त्यही हो राम्ररी। एयरपोर्ट गयो भने कसैले ट्याक्सीमा रिसिभ नगर्नु, सोल्टी हो गाह्रो पर्ला नि फेरि। उल्टी झपा ट्याक्सी सुत्दै झपाडा हान्छ नि फेरि, याद राखौँ है। ल बाई बाई।